साथीहरु म चाहिँ आज यो चिसेनी भन्ने ठाउँमा आएको छु। यो शिवपुरीको निकुञ्जको एउटा नजिकै पर्ने घेचमा पर्ने एउटा ठाउँ हो। मेरो बाइक यहाँ छ। यहाँबाट देखिने रमणीय दृश्यहरू छ। यहाँ एकदमै मनमोहक दृश्यहरू। यहाँ पनि बस्तीहरू रहेछ। यो चाहिँ चिसेनी भन्ने ठाउँ बुढा नीलकण्ठबाट थोरै माथिपट्टि छ। बाइक चलाउँदै जाँदै यस्तो कुनामा आइयो। कहाँ आइयो यो? यस्तो बाटो निक्लेर चाहिँ यताबाट चिसेनी जाँदो रहेछ जानलाई। यहाँबाट बाटो बन्दै जस्तो छ। कहाँ आइयो? चिसेनी बुढा नीलकण्ठकै ठाउँ हो यो। तर दामी रहेछ ठाउँ। दामी ठाउँ हो यतातिर। एकदमै राम्रो ठाउँ। त्यस्तो होमस्टेहरू रहेछ। बुढा नीलकण्ठ जाने यताबाट पनि बुढा नीलकण्ठ जाने दुईवटा बाटो रहेछ। बाइक लिएर हिँड्दा हिँड्दै म यस्तो ठाउँमा आइसकेँ। यो हो बुढा नीलकण्ठको विपස්සना गर्ने ठाउँ। यही हो जहाँ बलिउडको आमिर खान पनि आएर विपස්සना गरेर गएको। शिवपुरीको यो गेट हो। शिवपुरीको घेच। पानी पर्ला जस्तो गरिरहेछ आज। आकाश कालै निलै भइरहेछ। यहाँबाट प्रायः ट्रेकिङ पनि जानुहुन्छ मान्छेहरू पास लिएर। सर्ट हाइकिङ। यो शिवपुरीमै निकुञ्जमै पर्छ यो पनि। यस्तो राम्रो दृश्य। यो विपස්සनाको बिल्डिङ। साथीहरू म तपाईहरुलाई आज विपස්සना गर्ने ठाउँको बुढा नीलकण्ठको यो शिवपुरी निकुञ्जमै पर्ने यहाँको आर्मी ब्यारेक तलपट्टि छ। गेट छ जहाँबाट हाइकिङ पास लिएर हाइकिङ पनि जान्छ मान्छेहरू। मेरो चाहिँ विशेष गरी यो एरियाको मेरो फेभरेट ठाउँमा म तपाईहरुलाई आज लिएर जाँदैछु है त। दामी ठाउँ। ल हेर्नुस् यो मेरो फेभरेट ठाउँ हो। यहाँ यस्तो शीतल छारी चाहिँ कि निकुञ्जकै जङ्गलको तलको भाग हो। म तपाईलाई एकदम राम्रो राम्रो दृश्यहरू देखाउँछु यहाँबाट है त। मेरो आजको सानो ट्रिप हो यो भ्लग। यहाँ चाहिँ पानी बग्थ्यो बर्खामा। अहिले बर्खा लागेको छैन त्यसले गर्दाखेरि हल्का सुकिएको जस्तो सानो बगिरहेको छ। यो चाहिँ पानी बर्खामा मजाले आउँछ। धेरै पछि आएको साथीहरू। यहाँ त मन्दिर पो बनाएछ त है। यहाँ पहिला क्याफे थियो। एकदम दामी क्याफेहरू थियो। मन्दिर बनाएछ यहाँ। अचम्म लाग्यो यहाँभित्रको। म त्यहाँभित्र गएर ध्यान पनि गरेको छु एकपल्ट धेरै पहिला। उयो रुखमाथि चाहिँ हो त्यहाँनिर एउटा रेस्टुरेन्ट थियो। एकदम क्याफेहरू थियो। राम्रो क्याफेहरू थियो। तलपट्टि यहाँ मन्दिर बनाएछ। अब के गर्ने पहिला कस्तो राम्रो थियो त्यो देखाउँछु भनेर आएको थिएँ। त्यो नै चेन्ज भएछ अहिले। यहाँ अँधेरो कुना शीतल छारी छ। त्यो जङ्गलको बिचमा गएर मैले ध्यान गरेको छु धेरै पहिला। या 2 वर्ष अगाडि त्यो जङ्गलको बिचमा गएर ध्यान गरेको छु। यहाँ त रातिखेर स्याल चितुवाहरू पनि आउँछ। तँलाई यहाँभित्रको डेन्स चिज देखाउँछु ल। भित्रपट्टिको दृश्य यस्तो देखिन्छ यहाँभित्र। त्यहाँभित्र गएर ध्यान गरेको छु मैले। यहाँनिर झरना जस्तो थियो साथीहरू। अब बर्खा लागिसकेपछि बिजोड पानी आउँछ। यस्तो दामी ठाउँ थियो यहाँ। अहिले यस्तो चेन्ज गराएछ। यहाँभित्रको जङ्गल चाहिँ यस्तो मजाको देखिन्छ। आज यसो पनि पानी पर्ला जस्तो गरिरहेछ। दामी ठाउँ यो चाहिँ आर्मी ब्यारेकको चाहिँ यतापट्टिको बिल्डिङ हो। त्यहाँ सारेछ चाहिँ क्याफे। मन्दिर बनाएछ अहिले। यहाँ यतातिर पनि एउटा बिल्डिङ बनाउँदै रहेछ। यसको घरमा छिर्यो भनेर यो दौडिदिरहेको छ मलाई गाली गरिदियो। कहाँबाट आयो दौडिँदै गाली जाएर। यसको नाम के हो?
ऊ त्यहाँ भएको क्याफे चाहिँ यतातिर सारेको है साथीहरू यो बिल्डिङ यता बनाउँदै रहेछ द्याट्स गुड ठिकै हो बुक बुक अझै बुक 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 अझै बुक 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 के हो तेरो नाम भन्दै 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 तेरो नाम के हो छिटो छिटो अब म यहाँबाट फर्किँदैछु साथीहरू बुढानी टङ्कको यो विपसना स्पटबाट एकदम राम्रो राम्रो राम्रै ठाउँहरू छ सानो होटलहरू पनि छ भइरहेको होइन मन्दिर पनि छ यो टुरिस्ट एरियाहरू यो टुरिस्टको लागि बनाएको होमस्टेहरू छ यतातिर टुरिस्टहरू आएर बस्न पाए प्राइभेट घरहरू पनि छ यदि तपाईँहरूले पनि हाइकिङ गर्न मन छ यदि शिवपुरी निकुञ्जको होइन बाघ भैरवतिर जानु मन छ भने यही बाटो हुँदै आउन सक्नुहुन्छ तपाईँहरू एकदम यही बाटो हुँदै तपाईँहरू चाहिँ यहाँ आएर त्यो आर्मी ब्यारेकतिर टिकट काटेर 100 रुपियाँ लाग्छ शनिबारको दिन टिकट काटेर तपाईँहरू जानु सक्नुहुन्छ चलाउँदैछु हेर्नु साथीहरू यहीँ हो जेएनजी आन्दोलनमा शेरबहादुर देवाको घर जलेको यहीँ हो शेरबहादुर देवाको घर यहीँ हो जलेको अहिले तोडफोड गरेर आएर छ के गर्नु खोज्यो एन्ड नाउ फाइनल्ली आई एम हियर इन बुढानीकण्ठ है बुढानीकण्ठ मन्दिर नजिकै आइपुगेको छ यहाँबाट देख्न सक्नुहुन्छ नेपालको एकदमै पुरातात्विक एकदमै पुरानो चाहिँ एउटा धर्मग्रन्थमा चाहिँ उल्लेखित हिन्दू धर्म ग्रन्थमा एउटा किंवदन्ती अनुसारको संस्कृति छ यहाँनिर सूचना बजारहरू पनि छ यहाँनिर यहाँनिर आएँ यहाँको म थोरै दृश्यले गर्दा देखाउँ प्रयास गर्छु है त एन्ट्री गेट यो हातले खोपेर बनाएको मूर्तिहरू हो यो हजारौँ वर्ष पुरानो मूर्तिहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ पुरै एउटा हिन्दू धर्मावलम्बीको धेरै टाढा टाढामा एउटा पिलग्रिमेजहरू तीर्थयात्रीहरू आउनुहुन्छ इन्डियादेखि नेपाल परिवारहरूलाई जान कुनै काम गरिन्छ यहाँनिर थुप्रै परिवारहरू छ शान्तिको प्रतीक मानिन्छ परिवारले सक्नुहुन्छ कृष्ण भगवान चाहिँ यसरी पूजाले सुतेको प्रतिमा हो बुढानीकण्ठ दर्शन भित्र दर्शन गर्नको लागि यहाँ तीर्थयात्रीहरू धर्मावलम्बीहरू लाइन छ यहाँ इन्डियादेखि आउनुहुन्छ भजन सिक्नुहुन्छ क्या
भवन मजाले चित्रणमा छ घाममा टेकेर पानी मजाले चित्रण गर्छ यो हाम्रो नेपालको संस्कृति हाउएभर अब सेक्युलर कन्ट्री हो त्यसले गर्दा हिन्दू क्रिस्चियन मुस्लिम सिख इसाई सबैजनालाई वेलकम छ यहाँनिर घोडाले कन्ठाको यो मन्दिरमा आइपुगेको छु भगवानको दर्शन पनि गरौँ यहाँको ब्लग पनि बनाऊँ भनेर एउटा देख्नुहुन्छ हिन्दू इन्डियाबाट आएको विभिन्न धर्मावलम्बीहरू साथीहरू चिसिनी जाने बाटोबाट छिर्दा छिर्दै यहाँबाट एउटा चाहिँ हो यहाँबाट इन्ट्री भइसकेपछि टक्क आउँदा आउँदै बाइक लिएर यहाँनिर एउटा दामी फुल देखियो यस्तो राम्रो फुल मिठो फुल देखियो यहाँनिर बाइक रोकेर पनि खिच्न मन लाग्यो ल्याएर अब हामी यो बाटो हुँदै हुँदै डाँडातिर जान्छौँ 10 सेकेन्ड 12 सेकेन्ड Hey you guys. Yeah, you go. Look at it, guys. रबिङ तामाङको गाउँ चाहिँ यही हो है सिसिनी ल घुम माथि सेल्फी चाहिँ हान्नु मिल्दैन कति चाहिँ देखियो यार बेसार गाइस साथीहरू हामी सिसिनी जाँदैछौँ अबको हामी केही समयपछि पुग्दैछौँ हेलो बोस अलिकति ओह्राल्नु न बस द्याट्स ओके गाइस खिचिरहेको छु हामी होमस्टे यस्तै हो क्या लोकल हुने नै मित्र पनि यार के भन्छ
पुरै ठाडो हो नि त फेरि पुरै ठाडो हो गाइस ओ ओके मैले एडिट गरेर हाल्छु कि युट्युबमा ओके के गर्ने भाले खाने भाले पनि हुन्छ कहिले साथीभाइ च्यानल मिलाएर यहाँ यो विजयको चाहिँ आन्टीको है कसो घर हो क्या म त्यही भएर यहाँ आइरहेको हुन्छु पहिला पहिला ल हेर त काठमाडौँ सहर ऊ डिलपट्टिबाट देख्छ बिहान उठ्ने बित्तिकै गुराँस पनि छ गुराँस पनि छ जय ईश्वर हेलो गाइस हेलो साथीहरू यहाँबाट चाहिँ काठमाडौँको भ्यू राम्रो देखिन्छ गाइस पहिला पहिला चाहिँ त्यो चिसिनीतिर हामी आउँदाखेरि बारी बारी हिँड्दै आउँथ्यो यार विजयले भर्खर जागिर खाएको थियो अनि त्यो मसँगै बस्ने त्यो चाहिँ यो सिजनको चाहिँ लास्ट गुराँस हो है त्यो नेपालभरि कहीँ पनि छैन त्यही मात्रै हो साथीले मलाई गुराँस अफर गरिरह खाइदिउँ है त ल अहिले गुराँस खाऊ त्यसपछि कोदोको जुस खानुपर्छ नागा पनि छ नागा फोटो हान नि त एउटा फोटो हान पेन्टी आउँछ यार काठमाडौँ सहर सर्लकै देखिन्छ यहाँबाट चैत्य लगाएर एकदमै गाउँले परिवेशको ठाउँ छ हाम्रो दाजुको घर रहेछ त्यो दामी ठाउँ सबै चिज छ त्यहाँनिर सबै चिज चाहिँ फल्न लाग्छ तर फल्न बिर्सिन्छ मकैबारी घुम्दै फिर्दै यहाँ आउँदा यस्तो अजिब रमाइलो चिज देखियो अन्न फलाउँदैन किसानले गोलभेडा आलु फलाउँदैन जबसम्म राज्यले श्रमलाई सम्मानको भाव देखाउँदैन ओहो बवाल पानी पर्न आयो त खै के छ हिजो चाहिँ आज बेरोजगारी गरिबी निवारणको नीति इतिहास साक्षी छ यत्तिकै त किसानले बन्दुक उठाउँदैन अन्न फलाउँदैन किसानले गोलभेडा आलु फलाउँदैन जबसम्म राज्यले श्रमलाई सम्मानको भाव देखाउँदैन थ्याङ्क यू साथीहरू अब म प्रकृति प्रेमी सँगसँगै मेरो एउटा साथी पनि हाम्रो राजीव राणा मास्के काजी चिराग राणा मगरज्यू पनि एकदम प्रकृति प्रेमी हुनुहुन्छ उहाँ चाहिँ एकदम कविता लेखक कविता एकदम क्रान्तिकारी ज्वलन्त भावको एकदमै चाहिँ मेटाफर युज गरेर प्रकृतिको एउटा प्रतिबिम्बले उहाँले आफ्नो शब्दमा समाहित गर्नुहुन्छ उहाँको एकदमै त्यो खुबी छ अहिले भएर पनि सुनिहाल्नुभयो त्यो ब्लग बनाउने क्रममा साथीलाई पनि यसो सम्झेर बोलाएर यसो घुमघाम गरिन्छ घरमा यहाँ आइपुग्यो हामी हेर्दै गर्नु होला मिस्टर ह्यान्डसम पानी चाहिँ डेन्जर पर्ला लाग्छ भयङ्कर पानी पर्यो यहाँ बस्दा बस्दै यति राति परिसक्यो अघि पानी पर्न लागेको थियो एउटा फोटो हान्न त मेरो अब यहाँनिर सेल्फीबाट हान्न त सेल्फी हान्न हुँदैछ फोटो यहाँ भिडियोमा आइरहेको सेल्फी हान्न ल भ्रमणीय दृश्य देखिरहेको थियो यहाँ काठमाडौँ सहर पुरै पानीले भिजेर बर्सातले झिलिमिली भइरहेको